क्या छ खबर विपना हो काली गर्दै आयौ तमीले सोचेकै जस्तो मान्छे पनि पायौ। मुटु जली छिया छिया मन्जली खरानी मुटु जली छिया छिया मन्जली खरानी अहिलेसम्म बाँचेकै छौ निकै छ परानी अहिलेसम्म बाँचेकै छौ निकै छ परानी। सटक्क आफ्नै गाउँको भेषभूषा लाया कि भनिहाल ससुरासँग कोसँग आया कि। कर्णाली र मध्य सुदूर देउडा गाएकी छौ कर्णाली र मध्य सुदूर देउडा गाएकी छौ साथमा कोही पनि छैन एक्लै आएकी छौ साथमा कोही पनि छैन एक्लै आएकी छौ। टाढाको हडी छौ बाटो दुख्या होलान् हड्डे मान्छे तमी नान कि छौ कति कक्षा पढ्डे। कानुनमा +2 पास छु थप पढ्नु धेरै छ कानुनमा +2 पास छु थप पढ्नु धेरै छ आधा हिमाल चढ्या जसो जिन्दगी मेरै छ आधा हिमाल चढ्या जसो जिन्दगी मेरै छ। आधा हिमाल चढिसक्यौ शिखर पुग्ने माने तमीकन इन्द्रेणीमा 1 नम्बरमै छाने। अग्रजबाट सास सपोर्ट र हौसला चाहिने छ अग्रजबाट सास सपोर्ट र हौसला चाहिने छ विपनाले लोकदेउडा गीत निरन्तर गाइने छ विपनाले लोकदेउडा गीत निरन्तर गाइने छ। इन्द्रेणीमा बसेकै छौ ढोक्दिँदी कैकन चिनेकी छेउ कि छिनौ भन त मैकन। घर हुँदा हिमालयन हेर्दो छिया जहिले घर हुँदा हिमालयन हेर्दो छिया जहिले कलियुगका कृष्णकन चिनेकी छौ मैले कलियुगका कृष्णकन चिनेकी छौ मैले। ज्यामन उइजाने तमी क्या नहराउ कुडा ओहो मेरो भाग्य गसो भइगए ससुरा। अरु कि विपना हुला कैकन कोही हुला अरु कि विपना हुला कैकन कोही हुला हजुर कि बुहारी हुला छोरा कि जोई हुला हजुर कि बुहारी हुला छोरा कि जोई हुला। धेरै 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 धन्यवाद छ। कालीकोटको जुबिथा राचुली खोई नाङमा होस् अथवा भातताडी होस् गेला होस् अथवा राजकोट होस् मुम्रा होस् कि पलाता होस् कि फुक्कोट होस् कि राजकोटको सिङ्गो ठाउँ होस् कुमाल गाउँ होस् कि कोटबाडा होस् हरेक ठाउँका ढुङ्गाले मलाई पनि चिन्छन् त्यहाँका ढुङ्गालाई मैले परिचय पनि गराएको छु। यस्तै छोराछोरी जन्मिउन् जतिखेर जुम्लाका बिर्खबहादुर साई थिए आफू बाइगई छोरी लैगई गई गङ्गा काली गई एक नेल त दैवले हाल्यो अर्को नेल हाली गई। जुन जेलमा जाँदा अदालतमा न्यायाधीशसँग त्यो कुरा आफ्नो पीडा पोख्नु भएको थियो। दैलेखका विशाखर पाध्य हुन् अथवा 7 तलाकी बुढी आमाहरू हुन् त्यस्तै क्षमता भएका अद्भुत कलाकारहरू त्यसै गए परिमली श्री महाशङ्कर देवकोटाहरू साँच्चै सुदूरका धेरै उत्कृष्ट प्रस्तुति छन् कर्णालीका। आज तपाईँ आउनुभयो एकचोटि पनि बिगार्नु भएन। हेर्दै जाँदाखेरि यत्तिकै मान्छेलाई आइडल ल्याउनको लागि कम्तीमा 50 लाख दुनियाँको खर्च हुन्छ र उबैनीको कति खर्च हुन्छ वास्तवमा तपाईँ आइडलै होला। जोरदार ताली इन्द्रेणी आइडल। एकचोटिमा आएर एकै दिनका यस्तो शब्द गाउने त्यो महिलालाई 4000 मैले 1000 भाइ मेरो पनि थप्नु पर्यो भन्नुभयो हाम्रो प्रहलाद खकुरेल दाइ। कि त मैले बहिनी भनौँ कि त मैले छोरी यो यात्रा सङ्घर्ष सधैँ जाओस् जुगैभरि रु 5000 छ। विपना आज कस्तो लाग्यो भन्नुहोस् त। एकदमै राम्रो लागिरहेछ एकदमै खुसी लागिरहेछ। मेरो पहिल्यैदेखिको सपना पनि हो जतिखेर चाहिँ छत्र सर आउनु भएको थियो इन्द्रेणी त्यतिखेरदेखिको चिन्जान हो हाम्रो। अनि फुवाजु हुनुहुन्छ होइन एकदमै मेरो ड्याडी मम्मीको पनि एकदमै ठुलो सपना हो मलाई एकचोटि इन्द्रेणीमा देखाउने होइन कृष्ण कडेलको स्टुडियोमा लगेर चाहिँ एकचोटि गाएको हेर्न मन छ भनेर हाम्रो मम्मीले चाहिँ ड्याडीले चाहिँ हिजो देउडा गाउने भन्नुभयो अनि मम्मीले चाहिँ देउडा सधैँ हेरेको छु एकचोटि चाहिँ इन्द्रेणीमा गएर छत्रसँग दोहोरी गाएको हेर्न मन छ भन्नुभएको थियो। आज चाहिँ मम्मी बुवाको चाहिँ यो सपना पुरा गर्दा एकदमै खुसी लागिरहेछ। पहिलो दोहोरी पनि हो मेरो एकदमै राम्रो लागिरहेछ। अहिलेसम्म दोहोरी गाउनु भएको